को बाखा हेलो साथीहरू, म चाहिँ अब अहिले डिनर गर्दैछु है साथीहरू। यहाँ मेरो आज डिनरमा चाहिँ यस्तो छ, चिकन हो, चिकन धनियाँको अचार। नागा चिलीको सिजन गयो, सक्यो मेरो। अब यो चाहिँ धनियाँको अचार। अनि यहाँनिर छ राईको साग। म चाहिँ अब खाएँ ल, बेला खाइसक्नु भइसक्यो नि हौ। आमामा यहाँनिर सुत्नु लागि यो मेरो छ फेरि ओरियो खाएर। किनभने मलाई ओरियो मनपर्छ नि त। पान खाने खान्छस् एउटा साग? कहाँ मिठो भएको छ त। चाय डाइजेस्ट हुँदैन, ग्यास बनिन्छ। काँचोले चाहिँ डाइजेस्ट हुन्छ। गाईहरू चाहिँ गोरुहरू काँचो हेल्थको लागि चाहिँ काँचो राम्रो हो। बरु यसो गरिहाल्नु न। अक्सिजन आफै चाहन्छु मजा आयो। बुढो आमा के गरेको? भोलि दिनभरि तँलाई भात दिँदैन। चल्दे जा निस्कि। भोलि यसलाई भात नदिनु है। यता हेरेर खा। बेसी तेल हालेछ आज त। नयाँ प्याकेट खोले होइन खजाएर बनाएको मासुको तेल निकालेको। है बहिनी, मसलामा कति थियो तेल भन्दा त कम्ती थियो है। मानले मासुको झ्यापट लगाऊ। तँ बसेर यो भात खान्छस् कि के गर्छस् तँ? लगाइदिइहाल्नु न अस्तिको दृश्यलाई। राईको साग, रायोको साग भन्दा मलाई एउटा भन्नै याद आयो। मेरो बारीमा साग छ। तिम्रो बारीमा साग छ। तिम्रो बारीमा साग छ, मेरो के लाग्छ? मैले खाएको राख राईको साग। नो डायलॉग। तिम्रो बारीमा साग छ, तिम्रो बारीमा साग छ के भन्दैन लाग्नु। हामी साग छ गाइस, तपाईहरुले पनि खानुभयो है खाना? उयो चाहिँ के भन्छ बडी? मलाई के लाग्छ? मेरो के लाग्छ? मेरो के लाग्छ? तिम्रो मम्मीले के भन्छ? अब उहाँको डायरीमा लेख्यो, कसो डायरी? हात्ती हिँड्यो लमक लमक टिस्टाको पुलमाथि। हात्ती हिँड्यो लमक लमक टिस्टाको पुलमाथि। तिम्रो न मेरो माया बस्यो गुलाबको फुलमाथि। होइन साथी यो अब यहाँ त म हाँस्नु पर्यो फेरि।
हाम्रो चाहिँ यस्तो चाहिँ खाना डिनरहरू गर्दाखेरि के साथीहरू के यसरी हाँसी मजाकहरू हुन्छ डाइलगहरू पनि भनिदिएर यहाँनिर चाहिँ यसरी खाँदैछ यहाँ हाँसेको हेर्नु मात्रै नि यहाँ हाँसेको मात्रै हेर यसरी हाँस्छ मरिमरि हाँस्छ है हाम्रो चाहिँ यहाँनिर हिजो भनेको थिएँ नि मैले your mom looks like chilli when she's angry हो त्यसलाई चाहिँ ड्याड जोक भन्दैन त्यसलाई चाहिँ ब्याड जोक भन्छ कमेन्ट बाई बाई गुड नाइट